आज चाहिँ फेरि हर्क साम्पाङले सांसद बैठकमा गएर के भन्नुभयो त? यो भिडियो हेर्नुहोस् त। अब यसरी यो ठाउँ ठाउँमा सेना गठन गर्ने छुट कसले कसलाई दिएको हो? सेना गठन गर्न पाउने मापदण्ड के हुन् है? त्यो मापदण्ड पुरा गरेर कसले सेना गठन गर्न पाउने हो? यदि एउटै मात्रै सेना रहनुपर्छ भने यो देशमा यो विभिन्न सेना नामका तपाईँको चाहिँ नि समूहहरूलाई सरकारले निषेध गर्नुपर्छ र त्यस्ता सेना नामका समूहहरू फल्ना सेना ढिस्काना सेना भन्ने समूहहरूसँग वार्ता नै गर्नु हुँदैन। जनकपुर जाँदाखेरि जे खालको चाहिँ नि तपाईँको त्यहाँ एउटा समूहले निषेध गर्ने कोसिस गरे, यो कस्तो राज्य हो म त अचम्म लागिरहेछ। यो कानुनी राज्य हो कि? यो रेकर्डबाट पनि हटाइएको छैन। तपाईँलाई पनि नेपालले भारतको भूमि मिच्छ भन्ने नै लागेको हो र मेटाउनु भएको छैन या के हो होइन? यो पनि यहाँले पनि भनिदिँदाखेरि हुन्थ्यो हामीलाई। र हामी यहाँ आउँछौँ बोल्छौँ, बोल्नुको मतलब चाहिँ के हुनुपर्ने हो? बोल्ने काम हो, त्यसले गर्दा बोल्ने मात्रै हो कि बोलेपछि सुन्नुपर्ने, सुनेपछि बुझ्नुपर्ने, बुझेपछि समझदारी र सहमति हुनुपर्ने जस्तो मलाई चाहिँ लाग्छ। मलाई चाहिँ यो राज्य भनेको चाहिँ सहमति जस्तो लाग्छ। हामी सबैले यसो गरौँ है भन्ने सरसल्लाह जस्तो लाग्छ। सहमति जुटाउनका लागि हामी बोल्छौँ होला। हामीले बोलेका कुराहरू सरकारले कति गम्भीर भएर सुनिरहेको छ, सुनेपछि त्यसलाई कार्यान्वयनमा देखाउनुपर्छ। म यो पनि आग्रह गर्न चाहन्छु। अब यो हाम्रो देश कानुनी राज्य हो भन्ठान्छु म चाहिँ, त्यसले गर्दा हामी यहाँ उपस्थित छौँ होला। अब एउटा सांसदलाई आफ्नै देशमा पूर्वको सांसद हो या पश्चिमको सांसद होस्, निर्वाध रूपमा घुमफिर गर्न पाउने अधिकार चाहिँ नि यो देशमा हुनु जरुरी छ। जनकपुर जाँदाखेरि जे खालको चाहिँ नि तपाईँको त्यहाँ एउटा समूहले निषेध गर्ने कोसिस गरे, यो कस्तो राज्य हो म त अचम्म लागिरहेछ। यो कानुनी राज्य हो कि जङ्गली राज्य हो कि? मेरो घरको छेउमा नआइज, यहाँ नआइज, यो बाटो नहिन् भन्ने खालको अभिव्यक्तिहरू भइरहँदा, त्यो खालको व्यवहार भइरहँदा होइन, 2083 सालको तपाईँको चाहिँ के अरे श्रावण महिनाको 5 गते हामी त्यहाँनिर जनकपुर जाँदाखेरि हाम्रा श्रमदाताहरूमाथि कुटपिट पनि भएको छ एउटा अज्ञात समूहबाट। त्यो समूहले यस्तो गर्यो है भनेर मैले गृहमन्त्रीज्यूलाई भनेको पनि छु पर्सनली फोन गरेर। कारबाही भयो कि भएन, कारबाही हुन्छ कि हुँदैन, यो प्रश्न म गर्न चाहन्छु नेपाल सरकारलाई यो सदन मार्फत। र यो समस्या निस्क्यो, समस्या निस्किसकेपछि समस्याको समाधान गर्नका लागि चाहिँ हाम्रो गृहमन्त्रीज्यू एउटा समूहसँग बस्नुभयो वार्तामा भन्ने आयो। त्यो समूहको नाम चाहिँ सेना रहेछ, हिन्दू सम्राट सेना। मैले बुझेको यो नेपाल भनेको सार्वभौम देश हो, यहाँ एउटै मात्रै सेनाको नाम छ, त्यो हो नेपाली सेना। अब यसरी यो ठाउँ ठाउँमा सेना गठन गर्ने छुट कसले कसलाई दिएको हो? सेना गठन गर्न पाउने मापदण्ड के हुन् है? त्यो मापदण्ड पुरा गरेर कसले सेना गठन गर्न पाउने हो? यदि एउटै मात्रै सेना रहनुपर्छ भने यो देशमा यो विभिन्न सेना नामका तपाईँको चाहिँ नि समूहहरूलाई सरकारले निषेध गर्नुपर्छ र त्यस्ता सेना नामका समूहहरू फल्ना सेना ढिस्काना सेना भन्ने समूहहरूसँग वार्ता नै गर्नु हुँदैन। म त्यो पनि भन्न चाहन्छु। सभामुख महोदय, धेरै समस्याहरू छन् देशमा, ती सबै समस्यालाई सरकारले गम्भीर भएर हेर्नुपर्छ। एउटा ठुलो समस्या हाम्रो सीमावर्ती क्षेत्र कोशी ब्यारेजमा रहेको चाहिँ त्यो 56वटा ढोका त्यहाँ छ अरे भन्ने सुनेको छ हामीले। बर्खा मासमा बाढी तपाईँको चाहिँ आउँछ, सबै थुनेर राख्नुपर्ने। आफ्नो भूभागलाई डुबाएर हामीले कस्तो खालको राष्ट्रवादलाई व्यक्त गर्न खोजेको हो? यो पनि सरकारले तपाईँको चाहिँ गम्भीर हुनुपर्छ भन्ने म माग गर्दछु। हर्क साम्पाङको कतिपय विचार र बनाइहरूमा मेरो असहमति छ, त्यो त तपाईँहरू सबैजनाले देखिराख्नु नै भएको छ। तर हर्क साम्पाङको यो बनाइमा चाहिँ म पनि सहमत नै छु। म त भन्छु भारतबाट परिचालित हिन्दू सम्राट सेना जस्ता आतङ्ककारी सङ्गठन मात्रै होइन, नेपालमा जति पनि जात र धर्मको नाममा जात र धर्मको आधारमा सङ्गठनहरू बनाएको छ ती सबै खारेज हुनुपर्छ। एनजिओ आइएनजिओहरू सबै खारेज गरिनुपर्छ। अनि मात्रै व्यक्ति वा कुनै अराजक समूहले गरेको अपराधलाई धर्मको नाम दिएर देशमा आतङ्क मच्चिँदैन। देशमा अस्तिको जस्तै आतङ्क मच्याउन पाइँदैन। बेकसुर मान्छेहरूको घर पसल तोडफोड लुटपाट, बेकसुर मान्छेहरूले
बाटो बाटोमा समातेर कुटपिट गर्ने त्यो सब हुन पाउँदैन। त्यस्तो खालको धर्मको नाममा आतंक मच्याउनका लागि खोलिएको संगठनहरूको अगाडि सरकार झुक्ने होइन। सरकार प्रहरी प्रशासन कानुनको अगाडि यस्ताहरूलाई झुकाउनु पर्छ। अनि पो विधिको शासन। गोली गरे अहिले जुन खालको हिन्दू सम्राट सेना नामक आतंककारी संगठन नेपालमा बनेको छ, जसले तराई क्षेत्रमा पटक पटक आतंक मच्याएको छ, त्यसै गरी देशैभरको हरेक जात हरेक धर्म मान्ने मान्छेले आफ्नो आफ्नै इसाई संरक्षण सेना, बौद्ध संरक्षण सेना, किराँत संरक्षण सेना, त्यसो भन्दै हरेक जात जाति हरेक धर्म मान्ने मान्छेले संगठन विस्तार गर्दै गयो र हरेक घटनाहरूलाई जात र धर्मको नाम दिँदै अस्तिको जस्तै आतंक मच्याउँदै गयो भने यो देशको अवस्था कस्तो हुन्छ? यस विषय सरकारले गम्भीर रूपमा सोच्नु पर्छ। पहिला मानवता बच्चा अनि त्यस पछाडि धर्म आफै बच्छ। यस विषय तपाईँको हुन्छ, तपाईँहरूलाई के लाग्छ आफ्नो विचार कमेन्टमा लेख्नुहोस् त। अनि यदि तपाईँहरू पनि मेरो कुरामा सहमत हुनुहुन्छ भने यो भिडियोलाई जति सक्दो सेयर गरेर अहिलेको हाम्रो सरकारको सांसद, मन्त्री र नेताहरूसम्म पुर्याइदिनुहोस् है।